हेलो नमस्ते भुइँसरी सेवारो म अब साकेला जान आँटेको सीतापुरी। अब अन्तिम साकेला सीतापुरीमा लाग्दैछ। म त्यही भएर साकेला जान आँटेको। तपाईहरुलाई देखाउँछु होला साकेला बजार। आज प्रतीक्षा गर्नु होला। ल गाइजहरु सबैजनालाई आज सेवारो 2083 सालको है यो लास्टी मेला जो हाम्रो सीतापुरीमा हाम्रो राईहरुको हैन राई जेस लिम्बू पनि भन्नुपर्छ। त्यसैले हामी जाँदैछौँ साथीहरु। अहिले चाहिँ हामी यो घरबाट यो कमलाका माङको उसको डेभलपमेन्टकै घरबाट निस्किँदैछौँ। अनि अरु कुराहरु तपाईहरुलाई भरे अर्को यसमा हामी जनाउने नै छौँ है। यो हामी सबै जानु आँटेको हैन, हामी सबै जानु आँटेको। अब घरबाट निस्केको। कहाँ जाने अरे? अनि उता चन्द्र पनि छ। चन्द्र लिङ्गे ठाउँको नामै ल लागेको छ नि त। अनि साह्रो हेप छ यसलाई। बिरालोले पनि कपाल काटिदिएर लु हामी लागेको है अब हैन। यहाँनिर हामीले पूर्ण सर अनि हामी लागेको। अब ल आज हाम्रो साकेला मेला हेर्नु होला है। यो चाहिँ 2083 को लास्टी मेला भन्छ साकेला। त्यही भएर हामी पनि रमाइलो गर्न आएको छौँ हैन, हेर्नको लागि आएको छौँ। सबैजना साथीहरूलाई जानकारी आज लास्टी मेला 83 सालको भनेर। अब ढङढङ्गे सुरु भएको छ फेरि हाम्रो ढङढङ्गे फेरि धिमालहरूको है। धिमाल जातिको चाहिँ ढङढङ्गे भन्छ, राईको चाहिँ साकेला भन्छ, लिम्बूको चाहिँ अस्ति हाम्रो चासोक्तङ नाम भन्छ है। चासोक्तङ नाम सिकिँदै आउँदै साकेला सिकिँदै आउँदै अब है यो साकेला पनि अब अन्तिम लास्ट हुन आँट्यो। अनि यस्तै छ यहाँनिर हाम्रो सबै हाम्रो टिमै आएको छौँ हामी चाहिँ। अनि हाम्रो टिमै आएर हामी चाहिँ यसो धन्यवाद कार्यक्रम गर्दैछौँ। यसो 2-4वटा यसो जनाइराख्नु न साकेला भए पनि भनेर है साथीहरू। तपाईँहरूलाई हेर्नु होला। अघि हामी घरबाट हिँडेको पनि हालेको थियौँ। अनि अहिले हामी यहाँ आएर पनि यसो गफ गरेको धन्यवाद चाहिँ गर्दैछौँ। त्यो त फेरि हेर्नु राईहरूको यस्तो हुन्छ ड्रेस, राम्रो हुन्छ है। अब यहाँ धान नाचेकोहरू पनि हालिदिनु पर्ला होइन। धान नाचेको पनि हेर्नु होला है। अब यहाँ हाम्रो साथी चाहिँ धान नाच्दै हुनुहुन्छ। हाम्रो काका अनि रबिन भाइ अनि मेरो साथी चन्द्र लिङदेन तुम्बापो हुनुहुन्छ, धान नाच्दै हुनुहुन्छ। अनि फेरि हामी फेरि अपडेट गर्नेछौँ, हजुरहरूलाई जानकारी गराउनेछौँ है। हेरिदिँदै गर्नु होला, हेर्नु होला। पालाम एकदमै मन छुने पालाम भन्दै हुनुहुन्छ। हृदय छिया हुने एकदम हाम्रो लिम्बूहरूको त त्यस्तो हुन्छ नि त। त्यही भएर यहाँनिर थाङमेन बदलिनु भयो। भेनाजुलाई पक्री आज चाहिँ अब अर्को सालको लागि हामी है। अर्को सालको लागि चाहिँ हामी फेरि तयारी छौँ एकदम होइन। अब जिन्दगीमा के छ र बाँच्छ छ भने फेरि भेटौँला सबैजना गाइजहरू। फेरि भेटौँला सबैजना साथीहरूलाई नमस्कार सेवारो बाई बाई भन्दै आज हामी त ल हेर्नु यहाँनिर च्याब्रुङ साकेलाको च्याब्रुङहरू यस्तो रमाइलो छ नि। हेर्नु त साकेलाको च्याब्रुङहरू कति भिड छ है आज चाहिँ यो
यो ठाउँमा आएर 24 वर्ष भयो है हामीले कमला यो ठाउँमा आएर हामीले 24 वर्ष भयो नि होइन तर यस्तो भिड थिएन के है कति भिड भयो ल बाबाई आजलाई भरे फेरि हामी अपडेट गर्नै छौँ होइन भरे फेरि आउनेछौँ हामी होइन ल सबै बजारबाट लाग्यो उनीहरू यहाँ हुनुहुन्छ हाम्रो माइला काका यो हाम्रो जेठी फुपूको घर हो मेरो मामा हामी सँगै आएको अहिले साकेलाबाट यता हाम्रो काकी हुनुहुन्छ यहाँनिर हामी भर्खर आएको यो के पो आएर फेर यसै काट्छु अब बनाइदिएको घर आज जिम्मा लाएर जानुभएछ हाम्रो फुपू हुनुहुन्छ उहाँ हाम्रो घरको ल हेर्नुहोस् है अब यसरी राम्रो बनाइदिएको छ घर हाम्रो फुपूलाई अनि यहाँ आज हामी फेरि साकेलाबाट यता आइपुग्यौँ फुपूको घर पैँचोमा आएर यहाँ अब फुपू तपाईँलाई यो घर कसले बनाइदिनु भएको ब्रिटिस के धन्यवाद आएको आज साकेलाले गर्दा यस्तो ठिकै छ फुपू हाजिर चाहिँ भयौँ नि हामी होइन हाजिर चाहिँ भइयो फुपू ल ल है आज अब यहाँसम्म आइपुग्यो अब भरे जाँदालाई ल यति